हेलो साथीहरू नमस्कार। नेपाली इङ्ग्लिस च्यानलको नाम राखेको छु, इङ्ग्लिस पनि बोल्दै जान्छु है। हेलो गुड मर्निङ फ्रेन्ड्स, नमस्ते साथीहरू, गुड मर्निङ फ्रेन्ड्स। जस्तो ब्राकबाट कहीँ पैसा पठाउनु छ गाउँमा भनेपछि, इफ यु वान्ट टु सेन्ड मनी फ्रम ब्राक इन युर कन्ट्री, ओके, जस्ट वाच दिस भिडियो. इफ यु वान्ट टु रिचार्ज हियर अन युर नम्बर, लोकल नम्बर, you can recharge from BRAC. So if you want to recharge your country mobile, so you can recharge. Just watch this video, okay? यो तपाईहरुले ब्राकबाट पैसा पठाउन चाहनुहुन्छ, नाममा पैसा पठाउन चाहनुहुन्छ, बैंकमा पैसा पठाउन चाहनुहुन्छ, ब्राकबाट पठाउन सक्नुहुन्छ। अनि के भन्छन् भनेपछि त्यो लोकल नम्बरमा अनि घरको नम्बरमा पैसा पठाउन चाहनुहुन्छ भनेपछि पनि यसबाट हुन्छ। यो भिडियो चाहिँ हेर्दै जानुस् है साथीहरु। ल हेर्नुस्, तपाईको एटीएमबाट पैसा हाल्न छ, यो मनी एडलाई टच गर्नुस्। मनी एडलाई टच गरेपछि यहाँ पैसा हाल्नुस्, कति हाल्ने यहाँ पैसा हाल्नुस् हैन। जस्तो 22 रुपैयाँ भनौं, यसलाई कन्फर्म गर्ने। कन्फर्म गरेपछि अब यहाँ एड न्यू कार्ड भनेछ, त्यसमा ओके गर्ने। ठीक छ, त्यसलाई ओके गरेपछि अब तपाईको यहाँ अब यो पैसा भएको र यो फुल नाम भयो, कार्डमा के नाम छ, अनि यो कार्ड नम्बर भयो, 16 वटा नम्बर हुन्छन्, अनि यसमा यो जो एक्सपायरी डेट हुन्छ त्यो भयो हैन। अमाउन्ट, नेम, कार्ड नम्बर, एक्सपायरी डेट, त्यो भयो पैसा एडको लागि हैन। अनि ब्याक जाने, ब्याक गएपछि पैसा एडको लागि यो भयो। अनि पैसा एडको लागि पठाउन छ भनेपछि अब इन्टरनेसनल मनी ट्रान्सफर, यसलाई टच गर्ने। यसलाई टच गरेपछि अब तपाईको यहाँ पहिला पठाएको यहाँ नाम सेभ छन्। अब सेन्ड मनी टु न्यू बेनिफिसियरी, यसलाई टच गर्ने हैन। टच गरेपछि यहाँ कन्ट्री चुज गर्ने। कन्ट्री चुज द कन्ट्री चुज गरेपछि नेपाल गर्ने। नेपाललाई ओके गर्ने। ओके गरेपछि अब यहाँ छ फर्स्टमा क्यास पिकअप भनेको यो नाममा पठाउने, नागरिकताको नाम। यहाँ छ बैंक ट्रान्सफर। अब क्यास पिकअपमा टच गरौँ है पहिला। क्यास पिकअपमा टच गरेपछि यहाँ तपाईको नागरिकतामा जे नाम छ, फुल नेम अफ बेनिफिसियरी हैन, जे नाम छ नागरिकतामा त्यो नाम पुरा नाम यहाँ हाल्ने। अनि यहाँ के हो अब रिलेसन, फ्यामिली गर्दै हुन्छ, त्यसलाई टच गरेपछि फ्यामिली। अनि त्यसपछि यहाँ तल कन्फर्म गर्ने। अनि त्यसपछि पैसा जान्छ हैन। नाममा यो भयो, अनि बैंक एकाउन्टमा फेरि तल ट्रान्सफर बैंक, त्यसलाई टच गर्ने। यहाँ सिलेक्टलाई टच गरे नि भयो। यसरी बैंक आउँछ। कुन बैंक हो तपाईको यहाँ हैन, कुन बैंक हो, मानम कि एभरेस्ट बैंक एलटिडी हैन, यसलाई टच गर्यो। टच गरेपछि त्यो भयो हैन। यो माथि फुल नेम बेनिफिसियरी भनेपछि एकाउन्टमा जे नाम छ उही। अनि यहाँ के हो यो रिलेसन, फ्यामिली हाल्दै हुन्छ यसमा हैन, फ्यामिलीलाई टच गर्दै हुन्छ। अनि त्यसपछि यहाँ खाता नम्बर हाल्नेपछि यहाँ कन्फर्म गर्ने। कन्फर्म गरेपछि यो नाम एड गरेपछि तपाईको कन्फर्म आउँछ हैन। नाममा पठाउँदैन, खातामा पठाउँदैन। इफ यु वान्ट टु एक्टिभेट प्रेस 1, इफ यु वान्ट टु क्यान्सल प्रेस 0 भन्छ हैन। इंग्लिशमा फोन आउँछ यसको, यो मतलब बैंकको या अथवा यो ब्राकको अफिसबाट फोन आउँछ। फोन आएपछि त्यसमा टच गर्ने। अब कन्फर्म, यु वान्ट टु सेन्ड मनी, कन्फर्म भन्छ, कन्फर्म 1 प्रेस 1 भन्छ, 1 दबाउने हैन। त्यो भयो हैन। त्यसपछि अर्को छ यहाँ यो कुन चाहिँ भन्छ भने पैसा पठाउनको लागि यो मार्केटलाई टच गर्ने। मार्केटलाई टच गरेपछि यहाँ छ एयर टाइम, इन्टरनेसनल एन्ड लोकल रिचार्ज कार्ड, एसटिसी को हैन। यहाँ अरु पनि छन्। त्यसपछि छ यहाँ तपाईको यो लोकलको लागि भयो, यो एसटिसी छ यो हैन। यो लोकलको लागि अनि यहाँ छ तपाईको 17 रुपैयाँ 39 पैसा आउँछ 20 को रिचार्ज गर्ने। यहाँ नम्बर हान्ने हैन। नम्बर हानेपछि यहाँ बाई भन्न गर्ने। बाई भने यस्तो टच गरेपछि यसलाई प्रेस गरेपछि तपाईको जो फोनमा ब्राकमा जो ब्यालेन्स हुन्छ त्यसबाट 20 रुपैयाँ काट्छ। अनि तपाईको
फोनमा 70 रुपियाँ यही लोकल नम्बरमा रिचार्ज हुन्छ है। यो भयो हैन। यो एसटिसी अरू धेरै छन्, फ्रेन्डी जेन्सन सबै छन्। अनि यो जाने इन्टरनेसनल भनेपछि तपाईँको घरको नेपालको मोबाइल नम्बर रिचार्ज हुन्छ। नेपाल अब जताका इन्डिया सिन्डिया बङ्गलादेश सबैको रिचार्ज हुन्छ है इन्टरनेसनल भनेपछि। अनि यहाँ प्रेस गर्ने, यहाँ प्रेस गरेपछि मानौँ कि अब चल यहाँ पनि नेपालै हानौँ, नेपाल सेलेक्ट गर्न पऱ्यो नि त, नेपाल भने सेलेक्ट भयो हैन। सेलेक्ट भएपछि यहाँ सेलेक्ट भएपछि तपाईँको कन्ट्री नेम सेलेक्ट भयो, इन्टरनेसनल यो गएर पठाउनको लागि। अनि यहाँ फेरि केमा माथि छ एनसेल, तल छ एनटिसी, कुनमा पठाउने हो? चलो एनसेलमा है माथिल्लो, त्यसलाई टच गर्यो। त्यसलाई टच गरेपछि यहाँ मोबाइल नम्बर हान्ने, उहाँको यो एनटिसी सेलेक्ट गरेपछि एनटिसीको मोबाइल नम्बर हान्ने। मोबाइल नम्बर हानेपछि अनि त्यहाँबाट यहाँ कन्फर्म त पनि कन्फर्म त भएपछि हजुरको पैसा उहाँ खाता पुग्छ। अनि फेरि अर्को म्यासेज आउँछ कि एसटिसीबाट अथवा बटकबाट म्यासेज आउँछ, त्यहाँ आउँछ कन्फर्म इफ यु वान्ट टु ट्रान्सफर कन्फर्म भनेर वाइ दबाउने भन्छ या त 0 दबाउने भन्छ। त्यही लेखेर म्यासेज आउँछ। अनि त्यसपछि यो पठाउन मिल्छ। मेरोमा अहिले ब्यालेन्स नभएर चाहिँ म यस्तो गरेँ हो। हेर्नुहोस् साथीहरू, त्यो कन्फर्म गरेपछि फेरि पैसा यो नेपालमा पुग्छ। जस्ट सिम्पल छ। हेर्नुहोस् अब यहाँ छ, यो छ मनी एड छ हैन, पैसा कार्डबाट हाल्ने मनी एड छ हैन। त्यसपछि यो इन्टरनेसनल ट्रान्सफर छ, यहाँ इन्टरनेसनल ट्रान्सफर छ। अनि त्यसपछि फेरि यो अर्को के भन्छन्, यो मार्केट छ, यहाँ मार्केट तल छ, यसलाई टच गर्ने। यसलाई टच गरेपछि यो जस्तो कि ए र एसटिसी मोबाइल ए र टाइम इन्टरनेसनल छ, यसलाई टच गर्ने। यसलाई टच गरेपछि तपाईँको यहाँ यो लोकलको भयो, यो इन्टरनेसनलको भयो, यो इन्टरनेसनलको अब यहाँ सेलेक्ट कन्ट्री छ। हो यसरी ल हस् साथीहरू, हेर्दै गर्नु होला, सेयर सब्सक्राइब गर्नु होला। अरू भिडियो पनि आउने छन् हैन, सब्सक्राइब गरिदिनु। सब्सक्राइब गर्न हजुरको शुभ दिन रहोस्। अनि नेपाली इङ्ग्लिस च्यानलको नाम छ। ओके, ह्याभ अ गुड डे। सेयर सब्सक्राइब फर मोर अपडेट, सब्सक्राइब फर द ह्याभ अ गुड डे। हस् त, टेक केयर, वारेभर यु टेक केयर। हस् त साथीहरू, शुभ दिन हजुरहरूको।